यो पचन्द्रको पार्टी हो नि? होइन, यो मोहन वैद्य किरणको नेतृत्व गर्नुभएको अहिले गौरव हुनुहुन्छ यसको महासचिव। अहिले चाहिँ सिपी गौरीले हजुर के वैद्य? यो मोहन वैद्य किरण नेतृत्वको पार्टी हो। अहिले चाहिँ महासचिव सिपी गौरीले हुनुहुन्छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्वाचन बहिष्कार गरौँ भन्ने अभियान घोषणा कार्यक्रम अहिले गइसक्यो है। प्रचण्डले सिधाएको है। प्रचण्डले सिद्धाइसकेपछि बचेको शक्ति हो। बचेको शक्ति भयो। हजुर हजुर प्रचण्डले सिधाएको थियो नि यसलाई। सिद्धाइसकेपछि पहिला नै यो आयो हुन्थ्यो है, राम्रो हुन्थ्यो। हजुर प्रचण्डले खाने जति खाइहाल्यो है। हजुर के गर्ने अब प्रचण्ड छोडेर गयो होइन। अब छोडो के छोडो, माओवादलाई छोडे भन्ने यसमा त आउँछ फेरि। अब संसदमा त आउलान् तर माओवादलाई छाडे। माओवादीलाई छोड्यो। हजुर राम्रो भयो फेरि घुस्ने होला यसमा। त्यसको टन्न खाइहाल्यो होइन। अब त घुसे पनि नेता मान्न सकिन्न नि। खाने जति कमाइहाल्यो। कमायो त होला नि, कमाउनु त हो कि भन्नु त कसो भन्नु न। हो ठिकै हो। त्यही त पहिला नि बरु वैद्यले है। यो फेरि भारतलाई मन पर्दैन है। हामीलाई त मनपर्छ नि यो फेरि। हजुर हामीलाई त यो ठिक छ भने यो हजुर भारतलाई कस्तो हेला गर्छ है तपाईँ माओवादी। हजुर हो किन बाबु? यो मोहन वैद्य किरण नाम सुन्नुभएको छ? क्रान्तिकारी कम्युनिस्ट पार्टी हो। त्यो माओवादी होइन नि फेरि जो संसदमा चाहिँ नाचिरहेको थियो, नाङ्गो नाच संसदभित्र नाङ्गो नाचिरहेको माओवादी छ नि, त्यो माओवादी होइन है। अब फेरि नयाँ पार्टी आएको बाबु यो नयाँ पार्टी पनि होइन, पुरानै पार्टी। पुरानै हो होइन। अरूले सबैले खल्ती भरेर गइसक्यो। अब यो खल्ती नभरेको होइन। फेरि यसले राम्रो हाम्रो पार्टी चाहिँ अब यो कुन पार्टी हो र? यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भनेको मोहन वैद्य किरण भन्ने नाम सुन्नुभएको छ होइन? उस त उहाँले माओवादी होला नि त। माओवादी त माओवादी। आज चाहिँ 133औं माओ दिवस, माओ जन्मेको दिन। त्यसै अवसरमा यो निर्वाचन चाहिँ बहिष्कार घोषणा अभियान सभा हुँदैछ अहिले। हामीले